हेलो एभ्रिवान। नेपालमा भएका 7वटा एसआइपीहरूमध्ये सबभन्दा बढी मानिसले गरेको एसआइपी भनेको एनआइएमबी सहभागिता फन्ड हो। यसमा हामीले कसरी यसको फर्महरू भर्न सकिन्छ आज हामी बुझ्नेछौँ र यो फर्म चाहिँ तपाईले अब एनआइएमबीको क्यापिटलमा एनआइएमबी ब्याङ्कको क्यापिटलमा गएर लिन सक्नुहुनेछ। यस्तै खाले तपाईले फर्म लिन सक्नुहुन्छ। अब यो फर्म कसरी भर्ने हो भन्ने आज हामी बुझ्नेछौँ। सबभन्दा पहिला यहाँ हामीले डेट, यहाँ इयर लेख्ने, यहाँ मन्थ लेख्ने, यहाँ डेट लेख्ने, यता मिति सबभन्दा पहिला यता भइ नै हाल्यो। त्यसपछि आएर यता कलेक्सन सेन्टर जुन छ नि यो ब्याङ्कमा, यता यो ब्याङ्कमा सोधेर तपाईले लेख्न सक्नुहुन्छ। त्यसपछि बिओआइडी नम्बर, तपाईको जुन डिमेट नम्बर छ त्यो डिमेट नम्बर यहाँ चाहिँ 16वटा, 8वटा यता 8वटा यता 16वटा तपाईले लेख्नुपर्छ। त्यसपछि तपाईको नाम पुरा क्यापिटलमा ब्लक लेटरमा तपाईले यहाँ नाम लेख्नुपर्छ। राम कुमार छ या तपाईको जे नाम छ त्यहाँ तपाईले आफ्नो नाम लेख्ने। त्यसपछि तपाईले यहाँ नेपालीमा आफ्नो नाम लेख्नुपर्छ। नेपालीमा लेखिसकेपछि त्यसपछि तपाईले यता इमेल आफ्नो राख्ने, इमेलमा अब आफ्नो राख्ने। त्यसपछि कन्ट्याक्ट नम्बर अब कतिवटा छ, एउटा छ भने एउटा नै दिँदा भइगयो, दुईटा छ भने दुईटा नै दिँदा भइगयो, दुईवटा। त्यसपछि अब आउँछ तपाईको कस्तो किसिमको एसआइपी हो, इन्डिभिजुअल हो कि इन्स्टिट्युसन हो, संस्थावाला हो। यसमा तपाईले इन्डिभिजुअलमा टिक लगाउनु पर्छ। त्यसपछि आयो मोड अफ एसआइपी। मोडल कस्तो छ तपाईको एसआइपीको, लिमिटेड टाइमको लागि गर्ने कि अनलिमिटेड टाइमको लागि। तर यहाँ तपाईले अनलिमिटेड गर्नु, किनभने अनलिमिटेड भयो भने आज तपाईले गरेको एसआइपी तपाईले जतिखेर पनि क्यान्सल गराउन सक्नुहुन्छ यसमा। त्यही भएर तपाईले अनलिमिटेड नै टिक लगाउनु। अब तल आउँछौँ। तलमा के छ भने यता एसआइपी इन्टरभल छ, तपाईले कुन एसआइपी गर्ने, मन्थली गर्ने कि क्वार्टरली गर्ने कि सेमी एनुअली कि एनुअली। अब तपाईको हिसाबले यता टिक लगाउनु होला। यसमा मैले मन्थली टिक लगाएँ। त्यसपछि अब एसआइपी कहिलेबाट सुरु गर्ने, अब कतिजनाको हुन्छ मन्थको पहिला, मन्थको पछि, या तपाईको आजैको डेट यहाँ लेख्न सक्नुहुन्छ। अब तल आउँछौँ। सबभन्दा पहिला यहाँ एसआइपी इन्स्टलमेन्ट अब कतिको एसआइपी गर्न चाहनु भइरहेको छ। अब कसैले 1000, 2000 तपाईले जति मन लाग्यो त्यहाँ लेख्ने, यता वर्डमा फिगरमा लेख्ने। त्यसपछि यता वर्डमा लेख्ने। वर्डमा लेखिसकेपछि तपाईले यो पैसा कसरी तिर्नुहुन्छ, त्यहाँ चेकबाट छ कि क्यास अनलाइन छ, यहाँ तपाईले क्यास अनलाइनमा टिक लगाउनु होला। त्यसपछि तल आउँछ। तलमा के छ भने यता सोर्स अफ इन्कम, तपाईको इन्कमको सोर्स के छ, सेलेरी छ कि बिजनेस छ कि लोनबाट लिनु भएको छ कि कुनै आफ्नो सम्पत्ति बेचेर गर्नु भइरहेको छ कि तपाईको एग्रिकल्चर छ भने या सेभिङ छ भने विद्यार्थीहरूको लागि यहाँ अदरमा टिक लगाउने, यहाँ सेभिङ तपाईले लेख्न सक्नुहुन्छ। त्यसपछि अब आउँछ पछाडिको पार्टमा केही नगर्ने, सेम नै छ। पछाडि आउने हैन, यता तपाईको एउटा सिग्नेचर गर्नुपर्छ, एप्लिकेन्ट सिग्नेचर भनेर यहाँ सिग्नेचर गर्ने। त्यसपछि तल नि एउटा सिग्नेचर छ, त्यहाँ तल नि तपाईले आफ्नो एउटा सिग्नेचर गर्नुपर्छ। यति गरेपछि तपाईले यो फर्म क्यापिटल एनआइएमबी क्यापिटलमा गएर सबमिट गर्नु। अनि त्यसपछि तपाईको 1-2 दिनमा यसले एसआइपी सुरु गरिदिन्छ र यसले आफैले तपाईको एकाउन्टबाट पैसा काट्दिन्छ। ल त आजको लागि यति नै। धन्यवाद। ह्याभ अ गुड डे।